सर्वप्रथम त गच्छा युवा समाजको तर्फबाट राष्ट्रिय जागृति क्लबलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु। उपसलबाट भर्खरै उदाउँदै गरेको हाम्रो यस गच्छा युवा समाजलाई 16औं अन्तर्राष्ट्रिय रेड बुल इटरी गोल्ड कपमा हामीलाई सहभागी दिनुभएकोमा धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। र एज इट इज हामी भर्खरै स्थापना भएको क्लब मुपसलमा रहेर खेलकुद र फुटबललाई माया गर्ने क्लब हामी यो प्रतियोगितामा सहभागी हुँदै गर्दा हाम्रो टार्गेट फाइनल थियो र आज हामी फाइनल पुगिसकेका छौँ र हामी फेरि त्यो ट्रफी उचाल्नको निमित्त हामी यस मैदानमा उत्रिँदैछौँ र हाम्रो खेलाडीहरू समग्र रूपमा एज इट इज नै छ। सेमिफाइनलमा खेलेका खेलाडीहरू छन्, केही रणनीतिहरू चाहिँ हामीले चेन्ज गर्नेछौँ। हामीले भर्खरै हाम्रो प्लानिङ वाइजको गेम पनि हेरेका छौँ र त्यस अनुसार नै हाम्रो ट्याक्टिक्स बनाएर हामी फाइनलमा उत्रिनेछौँ। अब हाम्रो टिम भनेको जस एउटा कलेक्सन टिम हो। अब फर्स्ट गेममा चाहिँ अलि हाम्रो सेट भएको थिएन प्लेयरहरू, सेकेन्ड गेममा अलिक सेट भइरहेको थियो मसिनसँग खेल्दा। अब टिममा त्यस्तो चेन्ज चाहिँ हुँदैन होला सायद, एक दुईजना तलमाथि हुनसक्छ। अब त्यही हो, मिहिनेत गर्छौँ हामी अब टाइटलको लागि खेल्ने हो। लेकिन हाम्रो चाहिँ सबै नयाँ प्लेयरहरू छ, कलेक्सन छ होइन। अब त्यसले गर्दा अलिकति हामीलाई गाह्रो नै हुन्छ होला। अब त्यस प्लानिङ बुझले फेस गर्न हामी चाहिँ रेडी छौँ। फुटबलको जर्नीमा मलाई फुटबल सिकाउने नै यो ठाउँ हो, इटरी हो। म यहीँबाट चाहिँ एउटा राष्ट्रिय खेलाडी भएको हो। त्यही भएर मलाई भगवान्ले पनि हेर्नुहुन्छ होला, सायद फाइनल पनि पुग्यो होइन। अब अपोनेन्ट पनि नराम्रो छैन, किनभने उनीहरू पनि सबै ए डिभिजन खेलेकोहरू छ, राम्रो सिसिलेखीहरू प्लेयरहरू छ, राम्रो छ। कम्पिटिसन हो, फाइनल हो, जस्तो सुकै टिम आए पनि टफ त टफै हुन्छ। अब उनीहरू पनि जित्नलाई खेल्ने हो, हामी पनि जित्नलाई खेल्ने हो होइन। अब फुटबलको जर्नीमा अब पेसा नै यो भइसकेपछि दौडधुपलाई किन ठुलो इस्यु लिने हो र। तर जे होस्, मलाई के खुसी छ भने मेरो ठाउँमा आएर पहिलोचोटि चाहिँ मैले मेरो हेड कोच सम्हालेर फाइनल पुगाउँदा चाहिँ म एकदमै उत्साहित पनि छु। एउटा चाहिँ अब प्रेसर पनि बढेको छ, जित्नेको लागि एउटा प्रेसर पनि बढेको छ। फेरि मैले गच्छाले जित्छु भन्छु त नि, तपाईँ पनि कस्तो कोसिस गर्नुहुन्छ, कसरी चाहिँ मैले गच्छाले जित्छु भन्छु, कसरी भन्छु क्या म। मान्नुहोस् म एकदम कमजोर, म भन्छु होला त, त्यो पनि भन्दिनँ म। सोध्नु न अब कसले जित्छ होला। के छ क्याप्टेन केही छ भन्नुभयो? ठिकै छ, हाम्रो सबैजना यङै छ प्लेयरहरू। अब हिजोको गेम हेर्दा पनि जस कम्बिनेसनहरू सबै राम्रो मिलिरहेको छ हाम्रो। जस भोलि चाहिँ हामी जित्छौँ जस्तो लाग्छ। अनि प्रकाश दाइले चाहिँ किन पक्रेको? ठिक छ एक्लै ल प्रकाश निक्ला त नमस्कार त सर, कुर्सी हटाउनु पाए अझ राम्रो आउँथ्यो। ठिक छ